यरबुन स्वागत छ एसपी कोरियन इन्स्टिट्युटको अफिसियल युट्युब च्यानलमा। आज हामीले च्याप्टर 13 छुमालो वाल्तोङ सप्तान्तको क्रियाकलाप भन्ने च्याप्टरलाई हामी पढ्न गइरहेका छौँ। हामीले मिनिङ पढ्नुभन्दा अगाडि कपी र कलम लिएर बस्नु होला, सजिलो हुनेछ। नजानेका मिनिङ लेख्नु होला। हामीले चाहिँ मिनिङ पढाउँदाखेरि चाहिँ उस्तै शब्द वा उस्तै उच्चारण हुने शब्दहरू पनि लेख्छौँ। भन्दै आजको मिनिङ सुरु गरौँ। छुमाल सप्तान्त। छुमाल भनेको सप्तान्त। जस्तै कोरियामा चाहिँ 2 दिन बिदा हुन्छ क्या, शनिबार आइतबार बिदा हुन्छ। छुमाल शनिबार र आइतबारलाई भन्छ। वाल्तोङ भनेको क्रियाकलाप। थाक्कु टेबल टेनिस, छोङ्ग्यो धर्म, साङथे अवस्था, खिबुन मुड। खिबुन मुड भने खिबोन आधारभूत। खिबुन मुड भने खिबोन भनेको चाहिँ आधारभूत। उन्दोङ खेल। उन्दोङ खेल अनि उन्दोङको अर्को चाहिँ आन्दोलन। आन्दोलन पनि हुन्छ है, आन्दोलन। छुक्कु आधा फुटबल खेल्नु। छुक्कु आधा भनेको फुटबल खेल्नु हैन। हेलसुरुला आधा। हेलसुरुला आधा भनेको कसरत गर्नु। थाक्कुरुल छिदा टेबल टेनिस खेल्नु। टेबल टेनिसु पनि भन्छ है। खोयाङ गाउँ। मान्नादा भेट्नु। उम्सिक खाना। मोहिम भेला। फाङमुन आधा भेटघाट गर्नु, भ्रमण गर्नु। तपाईले जुन मिनिङ पनि देख्न सक्नुहुन्छ है। नाछामोल छादा दिउँसोमा सुत्नु। दिउँसो सुत्नु भनेको नाद भनेको दिउँसो, छाम भनेको निद्रा, छादा भनेको सुत्नु। दिउँसोमा निद्रा लाग्नु भनेको सुत्नु। फिसिफाङे खेमुल हादा। पिसिबाङमा गेम खेल्नु। पहिला हामीले पिसिबाङ भन्ने थियो होला हैन, अहिले फिसिबाङ नै आछ क्या। नोरे गीत। फुरुदा गाउनु, बोलाउनु। नोरेरुल फुरुदा। उन्दोङजाङ खेल मैदान। अब यसैमा थाक्कुजाङ भन्यो भने टेबल टेनिस मैदान। अनि हेल्सुजाङ भन्यो भने कसरत गर्ने ठाउँ। आछिम बिहान, नाद देउसा, छन्नेक साँझ। हिउगेसिल आराम गर्ने कोठा। खुक्जाङ फिल्म हल। यङ्गा ग्वान पनि भन्छ है फिल्म हललाई। यङ्वा फिल्म ग्वान। योइल बार। इरोइल आइतबार, ओरोइल सोमबार, वायोइल मङ्गलबार, सुयोइल बुधबार, मोगोइल बिहिबार, खुमोइल शुक्रबार, थोयोइल शनिबार। सिगानिता समय हुनु। सिगानियप्ता समय नहुनु। याक्सोगिता बाचा हुनु। याक्सोक भनेको बाचा। याक्सोक भनेको बाचा। याक्सोगियप्ता बाचा नहुनु। खिबुनी छोत्ता मुड राम्रो हुनु। खिप्पुदा खुसी हुनु। मान्था धेरै हुनु। छक्ता थोरै हुनु। छाक्ता सानो हुनु। अनि यो छक्ताको अर्को मिनिङ लेख्नु पनि हुन्छ है। लेख्नु। छक्ताको अर्को मिनिङ लेख्नु। लेख्नु सुधाको के सुधा लेख्नु, छक्ता लेख्नु। फापुदा व्यस्त हुनु। हानगा आधा फुर्सद हुनु। हानगा आधा फुर्सद हुने भने अर्को योगा आधा पनि नि योगा आधा फुर्सद हुनु। सुल्फुदा पीडा हुनु। फिगो नादा थाकेको हुनु, थकित हुनु। यसैमा छिछिदा थाकित हुनु। अनि फिरो आधा थकित हुनु। छेमियप्ता नरमाइलो हुनु। छुलगप्ता रमाइलो हुनु। सिमसिम आधा बोर लाग्नु। सुल रक्सी
थोइजी खोगी सुँगुरको मासु फुजो खाँदा अभाव हुने कम हुनु अनि यसलाई मोजा राधा पनि भन्छ के मोजा राधा है नुङ्ग्रेक क्षमता दक्षता यङ्वारुल फोदा फिल्म हेर्नु थेसिन सट्टा तुत अर्थ छुमाल छाल छिनेदा सप्तान्त राम्रोसँग बिताउनु नुल्दा बन्नु नुल्दा खेल्नु हानगोगन छोङ्ग्यो कोरियाली धर्म खेइनवे छोङ्ग्यो धर्म व्यक्तिगत धर्म खेइन भनेको व्यक्तिगत छोन्जुङ सम्मान था छोङ्ग्यो बहुसा धार्मिक बहु धर्म खुग्गा राष्ट्र हानगुक रिसर्ची हानगुक यो रिसर्ची भनेको रिसर्च के यरोन जनमत जनताको विचार यरोन शोक जनमतको बीचमा खेसिनको प्रोस्टेट धर्म मित्ता विश्वास गर्नु थामुरो अर्को फुल्ग्यो बौद्ध धर्म छजुन्ग्यो क्याथोलिक धर्म क्रिश्चियनमा चाहिँ दुईवटा हुन्छ कि जस्तै क्रिश्चियन धर्मभित्र पनि दुईवटा धर्म हुन्छ एउटा खेसिनको अर्को छजुन्ग्यो अनि एउटा प्रोस्टेट धर्मी भयो अनि एउटा क्याथोलिक धर्म सुनिदा भनेको पवित्र हुनु कर्ममा हुनु इस्लामग्यो इस्लाम धर्म खिता छोङ्ग्यो धार्मिक अन्य धर्म सिन्जा अनुयायी विश्वास गर्ने मान्छे सिन्जा छोङ्गे भनेको विश्वास गर्नेहरू मध्ये नामसङ पुरुष यसङ महिला फ्युल अनुपात थनोत्था अझ बढे हुनु छुङ्गेरुल खादिन सारम धर्म ल्याउने मान्छे ख्योवे चर्च एप्रिल थोरिदा पूजा गर्नु मोहिम भेटघाट थोर्नुल थोङ्गे एउटा मार्फत थोङ भनेको एउटा हो एउटा है अनि सिनाङ सेङवार धार्मिक जीवनयापन सङदाङ क्याथोलिक चर्च अनि साङदाम परामर्श मिसारुल थुरिदा प्रार्थना गर्नु हेब्रुल थुरिदा पूजा अर्पण गर्नु येसुनिम येसु थाङसेङिन जन्मदिन क्रिसमासु याङनेक 12 वल 25 इल अंग्रेजी पात्रो डिसेम्बर 25 फुचनी मोसिन बुद्ध जनको जन्मदिन मोदु सबै खोङ युविल सार्वजनिक विदा सिजङ थोजा तोकिनु छिटो उपचार उमागोल थोत्ता संगीत सुन्नु युगेसिल आराम गर्ने कोठा युगे आधा आराम गर्नु वर्षिन साँच्चै सुक्सो वासस्थान माधुसी माधु आज हामीले च्याप्टर 13 छुमाल वालुङ अनि च्याप्टरको मिनिङ सकिसकेका छौं। यहाँहरुले कतिपय मिनिङ जान्नु भएको थियो यहाँहरुले कतिपय मिनिङ जान्नु भएको थिएन। जानेको मिनिङ ठिकै छ, नजानेको मिनिङ छ भने पढ्नु होला। यहाँहरुले मिनिङ पढिसकेपछि बुक पढ्नु भने सहज हुन्छ भन्दै यहाँहरुलाई आजको मिनिङ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नु होला। हामी भोलि च्याप्टर 14 को मिनिङ लिएर आउने नै छौं। तबसम्मका लागि तपाईले भिडियो साथीहरुसँग शेयर गर्नुहोला। अझै पनि हाम्रो साथी हुनुभएको छैन भने नजिकै रहेको सब्स्क्राइब लेखा छ होला, त्यहाँ सब्स्क्राइब गरिसकेपछि एउटा घण्टी बज्छ, घण्टीलाई दबाउनु होला भन्दै हामी भने भोलि च्याप्टर 14 को मिनिङ लिएर आउने नै छौं। खामसामनिदा, धन्यवाद।